शिवरजी हाम्रा देशका नेताहरू तपाईँ यसो नहेरिकन जनता अनि यसो नहेरिकन तपाईँ प्रश्न सोध्न सक्नुहुन्छ सक्छु। हाम्रा हाम्रा देशका नेताहरू कति राम्रो देखे यार आज 3 जना नेतामा 1 जनाको नाम भन्नुहोस् तपाईँ केपी शर्मा ओली प्रचण्ड शेरबहादुर देउवा मध्ये तपाईँलाई को मन पर्छ 3 जनामा एउटाको नाम लिनु पर्यो तपाईँको मैले के खाइदिएँ होइन भन्नुहोस् जनता जान्न चाहन्छ बताउनु तपाईँको मैले एक छाक भात 1 जनाको नाम रोज्नुहोस् तपाईँले मलाई एक छाक घर भात खुवाउनु भएको होइन, म खुवाउँछु। तपाईँले भने मान्नुलाई बाउले भने मानिनु म 2010 आको जीवाम लिएर हसन हाना जी ज्यान दिएर होइन आज बताउनु पर्छ तपाईँले किन बताउने मैले अहिले बताउनु न ल तपाईँले के गर्नुहुन्छ मलाई सुन्नुहुन्छ पुलिस बनाउनुहोस् ल राजकुमार भुवन केसी र शिव श्रेष्ठ मध्ये को मन पर्छ 3 जनामा 1 जना भन्नुहोस् ल कलाकारको नाम पास के गर्नु त्यसमा सन्तोष पन्त हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको मन पर्छ तपाईँले पक्कै यसले भन्दै भन्ठानेर सोधिरहनु भएको छ यसले चाहिँ भन्छ है भनेर सोधिरहनु भएको होला होइन नराम्रो फ्लप गर्नु हो नि कहाँ म भन्छु तपाईँलाई मन पर्यो मदन कृष्ण श्रेष्ठ कि हरिवंश आचार्य दुइटै भुवन केसी कि शिव श्रेष्ठ सक्नुहुन्न तपाईँले म भन्नुहोस् न। भन्दै भन्दैन इतना चुभने लगा हूँ सबको छुरा तो नहीं हूँ। तपाईँले चाहिँ रातो मकैमा जसरी हान्नुहुन्छ नि मुखामुख गरेर हान्नुहोस् न मलाई झापडा हान्नुहोस् त उहाँलाई ज्वाइँलाई हान्नु मिल्दैन रातो मकैको हाम्रो ज्वाइँलाई चाहिँ मिल्दैन प्रश्न सोध्नेलाई चाहिँ मिल्छ रातो मकै भनेर हान्नुहोस् होइन हाम्रो ज्वाइँलाई चाहिँ मिल्दैन प्रश्न सोध्नेलाई चाहिँ मिल्छ साथीहरू भिडियो मन परेपछि 1 लाइक 1 कमेन्ट एउटा सेयर गर्नु